हेलो नमस्ते फ्यापुलो सबैजनालाई है। आज चाहिँ मेरो छुट्टी, हप्तामा के गर्नु परदेशीको लाइफै त्यो हो है। हप्तामा एक दिन छुट्टी पाउँछ अनि यसो दिनमा फेरि पुरा धेरै नै गरम छ, त्यसले गर्दाखेरि अब बेलुका बेलुका निस्क्यौँ भनेर चाहिँ म निस्केँ। बेलुका बेलुका गर्मी किन भन्दा अलिकति कम्ती हुन्छ बेलुका चाहिँ है, अनि त्यसले गर्दा फेरि टक्कै म चाहिँ निस्केँ। बाटोमा यसो निक्लेको फेरि पुरा फोन तातियो क्या, गरमले गर्दा यति डरलाग्दो छ गरम। तपाईँहरूको के कस्तो छ गरम है भन्नु होला। अनि यहाँ चाहिँ वेदर भन्छ एकदमै गरम छ होइन। अनि स्कुटी चाहिँ म जहिले यहीँ राख्ने गर्छु नि त, यहाँ चाहिँ हाम्रो अनरको उयो कि जग्गा, त्यसले गर्दा सेफ्टी बस्छ यहाँनिर। अनि अब चाहिँ म बाटोतर्फ लागि यो गाडी चाहिँ मन परेर हल्का स्लोमा बनाएको छु। जाँदा जाँदै उखु दोकानमा पुगेँ, त्यहाँबाट जुस खानु मन लाग्यो मलाई क्या, उखु जुस खाएँ। अनि उखु जुस खाएर चाहिँ फेरि त्यहाँबाट फेरि उता जानुपर्ने भयो। त्यहाँबाट जाँदा जाँदै ट्राफिक यति धेरै फेरि आमामामा है। त्यहाँदेखि ट्राफिक खोलेर टक्क पुगेँ उयसमा के भन्छ पर यो उयसमा पुगेँ मजाले है। यो के भन्छ यसको नाम पनि थाहा भएन। त्यो जग्गामा पुगेर चाहिँ मजाको जग्गा बनाएँ, भिडियोहरू यसो देखाउँदै टक्क जग्गाहरू मजाको बनाएँ होइन। टक्क यो हेर्नु होला ताजमहल है, ताजमहलहरू टक्क मजाको बनाएर देखाइदिएँ तपाईँहरूलाई होइन। अनि देखाएर चाहिँ टक्क जाँदैछु, किन भन्दाखेरि अब म जान्छ तपाईँहरूलाई पनि सँगसँगै लानु मन लाग्छ। त्यसले गर्दा म चाहिँ अब एनटिआर गएको थिएँ नि त। अनि एनटिआर गार्डनभित्र पार्किङ गरेर म भित्र छिरेँ पनि। पार्किङ गरेको चाहिँ मात्रै 20 रुपियाँ लिन्छ है। 20 रुपियाँ पार्किङ तिरेर चाहिँ म फटाफट गएँ। पब्लिकको एकदमै धेरै ज्यादा यहाँनिर उयो छ है। अनि यहाँनिर साइडमा चाहिँ तपाईँको खानेकुराहरू धेरै नै छ, मकै सकै के धेरै चिजहरू यहाँनिर छ है। अनि त्यही हो, अब भित्र इन्ट्री हुनुपर्ने हुन्छ। म चाहिँ टक्क अब गएँ, किनकि बेलुका भएपछि चाहिँ मौसम एकदमै शीतल हुन्छ क्या यहाँनिर चाहिँ। अब यसो यो मलाई थाहा छैन के हो एक्ज्याक्टली भन्नु सक्दिनँ। म चाहिँ फाइनली एनटिआर गार्डन पुगिसकेको छु। अब म भित्र इन्ट्री हुनु बाँकी छ। यहाँनिर झालमुरीहरू छ है। अनि केटाहरू यहाँ रमाउँदै आइरहेछ, रमाइलो गर्दै केटाहरू यो बामपुड्केहरू है एकदम। म चाहिँ फाइनली भित्र इन्ट्री भइसकेँ। अनि इन्ट्री भएर चाहिँ मजाले टक्क टिकट काटेँ। टिकट काटेर 3 जनाको टिकट गरेर म भित्र छिरि पनि हालेँ। अनि आन्टीले सोध्छ टिकट भयो तिमीहरू कतिजना भनेर टक्कै टिकट पनि चेक गरेँ। हामीलाई त भित्र आन्टीले स्वाटै छिर्नु दिइहाल्यो। अनि आन्टीले टक्कै यसो त्यो चेक गरेर भित्र छिरेपछि टक्कै म पनि भित्र पसिदिएँ। त्यहाँबाट भित्र पसेको त टक्क मजाको ताजमहल देख्यो। ताजमहललाई पनि ला त तपाईँहरूलाई नि एकखेप देखाइदिउँ भनेर मजाको ताजमहल खिचिदिइहालेँ है। टक्कै ताजमहल खिचेर फेरि भित्र पसेको छ। वाचमा टक्क लाइटिङ जल्दिरहेको, कस्तो मजा आयो। त्यहाँबाट फेरि कस्तो दामी रहेछ हौ भन्दै म पनि अघि बढेँ। अघि बढ्दा फेरि यो नानीहरू खेल्ने जग्गा रहेछ एकदमै दामी है। नानीहरू खेल्ने अनि त्यहाँबाट यता फेरि अरू जग्गा हेरेको मजाको छ। नानीहरूको लागि चाहिँ एकदम बेस्ट छ है, फ्यामिलीवालाको लागि चाहिँ टक्कै नानी सानी यहाँनिर ल्याएर चाहिँ घुमाउनु। त्यहाँबाट फेरि यहाँ कोलम्बस रहेछ क्या, कोलम्बस खेर चाहिँ यता हामी गयो टक्कै देखाउँदै साइडको के खेल्ने त्यो प्लेइङ जोनहरू देखाउँदै गयो हो। त्यहाँ देखाउँदै गयो यहाँनिर खेल्नु भन्दै देखाएर हामीले इन्ट्रेस्ट गरेँ, त्यसमा खेलिनँ है। अनि नखेलेर यतिकै ग्लासहरू पनि थियो, किन्नु मन लाग्यो तर के किन्न हो यस्तो भनेर फेरि टक्कै कसो गरेर म ताजमहलमै पुगेँ क्या। ताजमहल यसो देखाइदिउँ भनेर तपाईँहरूलाई ताजमहल देखाइदिइहालेँ। यसो मजाको जग्गा चाहिँ एकदमै दामी छ, एकदमै शान्ति पिस है। अनि यहाँ चाहिँ यसको स्टोरी छ, यो मूर्तिको पनि धेरै स्टोरी। ल यति भन्दै म बिदा लिन चाहन्छु, अर्को ब्लगमा भेट्नेछु, बाई बाई।